आज 10औं सगरमाथा गोल्ड कपमा यो मार्च पास हुँदैछ र मार्च पासमा चाहिँ यो रातो चन्द्र सूर्य निशाना हाम्रो भन्ने यो गीत चाहिँ बजाएको रहेछ र यो गीत चाहिँ युट्युबमा चाहिँ कपिराइट आउने हुँदाखेरि चाहिँ मैले चाहिँ यसलाई चाहिँ रिमोट गर्न लागेको छु, किनभने अब युट्युबमा चाहिँ यो कपिराइट आयो भने चाहिँ अलि च्यानललाई पनि असर पर्दो रहेछ। त्यसैले चाहिँ जस्तै यसरी नै यो गीतलाई हटाउनु पर्छ र अहिले चाहिँ हामी चाहिँ यो 19 एकजुट मा छौँ र यहाँ चाहिँ नेपाली फुटबल हुँदैछ र यहाँ चाहिँ हाम्रा साउदीका लागि वर्तमान राजदूत पनि आउनुभएको छ र अब चाहिँ बेलुकीको समय रातिको समयमा चाहिँ हामी चाहिँ यहाँ यसरी जम्मा भएका छौँ र अहिले चाहिँ मार्च पास चाहिँ हुँदैछ र यहाँ चाहिँ जम्मा 15वटा चाहिँ जाम दर्ता भएका छन् र आज चाहिँ अहिले चाहिँ 7-8 बजिसकेको छ। अब क्याम्प सुरु हुँदैछ र अब चाहिँ यहाँबाट अब हामी चाहिँ साथी छेउछाउमा गएर बस्नेछौँ र हामी चाहिँ सकेसम्म आज रातभरि यो क्याम्प हेर्ने विचार गरेका छौँ, किनभने भोलि शुक्रबार पनि हो र यो ईदको समयमा हामीलाई कम्पनीले 4-5 दिनका छुट्टी दिएको हुँदाखेरि चाहिँ आज राति चाहिँ यही नेपाली फुटबल चाहिँ हेर्ने भनेर चाहिँ आएका छौँ र यहाँ चाहिँ विभिन्न पत्रकारहरू छन्।